हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो गाइस, आज चाहिँ मोमो खाने प्लान छ। सो आज म मोमो बनाउनु आँटेको अन्त सो हेर्दै गर्नुहोस् ल गाइस। अहिले फिलहालमा चाहिँ सो गाइस, यहाँ चाहिँ आँटा मुस्नुहुँदैछ माइजूले। अहिले चाहिँ म फिलहाल यहाँनिर प्याज काट्दैछु। यहाँ चाहिँ दुईटा खोर्सानी अन्त अदुवा यो पनि काटेर हाल्छु म हैन। अन्त अहिले फिलहाल चाहिँ मैले यहाँनिर प्याज पनि काटिसकेर चाहिँ अब यहाँ अदुवा र खोर्सानी पनि काटेर चाहिँ मैले यसमा हालिसकेको छु। अन्त नुन हालेँ, अदुवा कम्ती हो चिनाले हैन। अन्त मैले चाहिँ कम्ती अब त्यो खाने तेल हालेँ। अहिले चाहिँ फिलहाल यो सबैलाई मैले मिक्स गर्दैछु। मिक्स पनि भइसकिसकेको छ मेरो यो किमा हैन सब। सो गाइस, अहिले चाहिँ फिलहाल म यहाँनिर बनाउनु बसिसकेको छु, डल्लो पार्दैछु हैन। अन्त अब यहाँनिर माइजूले चाहिँ बेल्नुहुन्छ अन्त म चाहिँ यहाँ बनाउँछु। सो गाइस, हेर्दै गर्नुहोस् ल। यहाँ चाहिँ माइजूले चाहिँ बेल्नु हुँदैछ अनि म चाहिँ यहाँ बनाउँदैछु गाइस। अहिले फिलहाल चाहिँ मेरो मोमो पनि रेडी भइसक्यो। अन्त अहिले चाहिँ यहाँ मैले चाहिँ बनाएर चाहिँ नाङ्लोमा हालेको थिएँ। सो मक्टुमा हाल्दैछु अहिले चाहिँ फिलहाल। अन्त चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ बनाइसकेँ हैन। अन्त अब अहिले चाहिँ म फिलहाल चाहिँ यहाँनिर मेरो मोमो चाहिँ यहाँ पाक्दैछ। अहिले चाहिँ यहाँ फिलहाल चाहिँ मेरो यहाँ पाकिसकेको छ। सो मैले यहाँ प्लेटमा पनि हालिसकेको छु। अन्त अब हेर्दै खुम्खुम लागिसक्यो मलाई चाहिँ अब चाहिँ म चाहिँ खानु बसेको हैन। सबैजनालाई पनि दिइसकेँ हो। अहिले चाहिँ सबैजनाले चाहिँ मैले कस्तो भयो भनेर सोद्धाखेरि चाहिँ सबैजनाले मिठै भयो, दामी भएछ भनेर चाहिँ थम्स अपको साइन दिइहाल्नु भयो हैन। सो गाइस, हेर्दै गर्नुहोस् ल। यहाँनिर हाम्रो मामला पनि दामी भएछ गाइस। अहिले चाहिँ सबैजना खानुकै धुनमा चाहिँ छ हैन। म चाहिँ अब यस्तै हो, भिडियो बनाउँदै बस्यो। यम्मी यम्मी दामी भएछ गाइस हैन। आफूले बनाएको आफूलाई तारिफ गर्नुपर्ने रहेछ हो। अब यस्तै छ, के गर्नु हैन। हैन, अरूले तारिफ नगरे पनि आफूले चाहिँ हल्का आफूले आफूलाई नै तारिफ चाहिँ गर्नै पर्ने रहेछ गाइस। सो गाइस, आजको भिडियो चाहिँ यहाँसम्म हो। हेरिदिनुहोस् होला, लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला। धन्यवाद, बाई बाई।